एकचोटि सिन्दुरले गर्दा यो घर मेरो हो। उहाँ मेरो श्रीमान हो। उहाँलाई छोडेर म कहाँ जान्छु? तपाईँ जानुहोस्। हजुर खुसी हुनु न। किन हामी परिवारलाई रिस देखाउनुहुन्छ? तिमीलाई थाहा छ त एउटा केटा एउटा केटी कहिले पनि साथी मात्र हुन सक्दैन भनेर। के रे यस्तो पुरुषसँग किन बिहे गरेको रे? पैसो साथी पैसोले गर्दो रहेछ जे गरे पनि। तपाईहरु दाजुभाइलाई जति भागमा अंश पर्छ नि मलाई पनि त्यति नै चाहिन्छ। मलाई पनि त्यही आमाले जन्माएको छोरी हो। अंश लिएर मात्र जान्छु। के भनिस् रे? त बिहे गरेर गएको चेलीले अंश दिनुपर्छ भन्ने कहाँ लेखेको छ? अनि त नाम्लो बोक्न माहिर मान्छे एउटा थाप्लोमा दुईवटा नाम्लो बोकेका छस्। यो घरको बोझ पनि बोक आफ्नै थाप्लोमा। म सक्दिनँ तिर्न। ओ माई गॉड यति धेरै सम्पत्ति। तर के गर्नु सौतालाई पनि त ठिक पार्नु पर्यो। हरेक कुरामा आमालाई बोलाएर हुन्छ। तिमीले त्यो जानुकालाई सम्झाउन सक्दैनथ्यौ? धन्न सोझो भएको छ जानुका आमा। जङ्ग बाबुले जस्तै तपाईँले मलाई गर्नुभयो भए मेरो आमाले तपाईँले के गरिसक्नुहुन्थ्यो? हाम्रा बाउ आएर त यहाँ केही भएन। अब जङ्गा भाउजूको आमा आएर चाहिँ के हुने हो र? जङ्गे दाइले कान्छी बुढी ल्याइहाल्नु भयो। म ओह्रालो लागेको छु भनेर तिमीहरू सबैले धकेली राख्नु पर्दैन। कसरी मिलाउनु पर्छ भन्ने मलाई थाहा छ। नमिलाएर के गर्छस्? कसका छोरी चाहिँ बढी भएको छन्। सौता हाल्दा हाल्दै पनि छोरीलाई घरमा छोडेर जानु। जानुकाको आमाले जानुकालाई लिएर गइदियो भने त ढुक्क हुन्थ्यो नि तँलाई।
को बुढी ल्याए फेरि यिनीहरूले जोसुकै ल्याओस् मलाई के कोटा नाक्दैन। अरे बाप रे बाप, वही घरमा आएछ है म त। हाम्रो कोठा से हामीलाई निकालिदियो रे। यो मान्छेसँग कोठा खोज्नु बहुत गाह्रो छ रे। दोस्रो शादी गरेछ यो मान्छे, बहुत रिसालो छ। दोस्रो घरमा कोठा खोजेर जा। अहिले बाजी नि हो जय साहब यसमा बस्नुहोस्। रात दिन जाँड खाएर मेरी छोरीलाई कुटपिट गर्ने तपाईँ। बिहा गरेर दिनदेखि एक दिन पनि माया नगरी हेला गर्ने तपाईँ। त्यति गर्दा गर्दै पनि सबै कुरा सहे मैले। मैले त सहे हजुरले जे व्यवहार गरे पनि यसले पनि सहिरहे। अब त्यति गर्दा पनि नपुगेर यसमाथि के कारणले सौता हान्नु तपाईले? सानोदेखि यसले बाउको माया पाइन, मैले बाउआमाको माया दिएर हुर्काकी, त्यसैले यो बोल्न सक्दिन। मलाई थाहा छ यो पो बोल्न सकिन। यसको आमा जिउँदैछ, यसको लागि म बोल्छु। म ए यो सुड्डी मेरो सौताको आमा पो रहेछ। यो घरमा मेरी छोरीलाई धेरै अन्याय भयो। तपाईहरु सबैजनाले सुन्नुस्। फैसला आजै त्यही पनि अहिले चाहियो, सम्झिदिउ। यो घरमा बुहारी कि त्यसलाई मानुस् कि यसलाई मानुस्। सम्झिने हो, मेरी बुहारी यिनै हो, तँ त केस पनि होइन। तिमी त्यसलाई बुहारी भन्दै गर ससुर बुवा। कुन दिन तिम्रो छोरो टिपेर यो घरबाट भागिदिन्छु, मलाई कोटा नाक्दैन। त्यसो नभन्नु, सम्झिदिउ। बुहारी यही हो भनी त्यति बेला त्यसलाई किन भित्राउनु दिनु भयो? जहाँबाट ल्याए त्यहीँ पठाइदिनु सक्नु भएन? हेर्नु सम्झिदिउ, हजुरहरू मुनि खाने हुनुहुन्छ, जे गर्दा पनि इज्जत जाँदैन हो। हजुरहरू धनीको त जे गरे पनि इज्जत जाँदैन रहेछ, हामी गरिबहरूको त इज्जत जान्छ। त्यसैले म मेरो छोरी लिएर जान्छु। आमा, मेरो लागि जन्मघर परै भइसक्यो। मेरो घर भनेको यही हो। तपाईँ जानुहोस्, म जाँदिनँ। बिचारा कति माया गरे कि मेरो जम्बुलाई, अझ यो घर मेरो भन्छे। तँलाई यो घरमा सुख पाउनिस् भनेर दिएको हो, अब यहाँ भन्दा कति दुःख पाउनु। तँ मूर्ख नभन्, फुर्को हिँड घर। अझै यो घर मेरो भन्छेस्। तँलाई एक चिम्टी सिन्दुर बाहेक के दिनुभयो उहाँले? हो आमा, एक चिम्टी सिन्दुरले गर्दा यो घर मेरो हो। उहाँ मेरो श्रीमान हो। उहाँलाई छोडेर म कहाँ जान्छु? तपाईँ जानुहोस्।
आफ्नै सन्तान बेकुब भएपछि कुटुम्बहरू घरमा आएर थर्काउँछन्। नलायक नरपिचास। म त त्यस्तो थिइनँ। कस्तो चाहिँ जन्मेछ भने खै अवेश पनि जानु कि नजानु? खै मलाई मास लागेर हो कि के हो, हाम्रो घरको झगडा पनि कहिल्यै सकिँदैन। मलाई मास लागेर के हुन्छ सर? बिहाहरूले गरिहाल्दो रहेछ। के भोज खान पाएन भनेर रिसाएको तिमीहरू? हो सर, हजुर हो सर। तपाईँले पहिलो महिना पनि हाल्नु भएन, यो महिना पनि हाल्नु भएन। यो तरिकाले त भएन नि सर। पहिला मैले कहिल्यै किस्त रोकेको थिइनँ सर, तर यो 2 महिना मलाई साह्रै दुःख परेको हो। हजुरले त्यस्तो भनेर कहाँ हुन्छ र सर? हाम्रो ब्याङ्कको पनि आफ्नै नियम छ। त्यसैले छिटोभन्दा छिटो किस्त हाल्नु होला। सर मलाई थोरै समय दिनुहोस् सर, म जसरी पनि तिर्छु। हुँदैन हुँदैन शङ्करजी, ब्याङ्कको पनि आफ्नै मर्यादा हुन्छ। तपाईँलाई धेरै टाइम भइसक्यो, त्यसैले छिटोभन्दा छिटो तिर्नुहोस्, होइन भने हामी लिलामीतिर लाग्छौँ। देखिहाल्नु बुबु, यो घरको परिवारले सुख परेको जति सबै आफ्नो थापामा लिन्छन्, अनि परेको दुःख चाहिँ सबै मेरो टाउकोमा दिन्छन्। म सक्दिनँ बुवा। अब किन दुःख लिन्छस् त? छोड दे। बेङ्गली यो घर खाए पनि खाओस्। जाऊ गाउँमा हाम्रो सम्पत्ति नभएको होइन के अरे? घर बारी गोठ खरबारी खेत जे भनौँ त्यही छ। पहिला पनि त्यही गाउँमा बसेर भएकै थियो, अब पनि हुन्छ। तिमीहरू सकौला गाउँमा गएर हलो जोत्न, म सक्दिनँ। तिमीहरू गाउँको घर राख्छौ भने यो घर मलाई देऊ। बाबु, कसको लागि यो घर ब्याङ्कमा राखेर लिएको? हजुरको लागि होइन? यो तिर्नु त हजुरले। दिदी, कोही पनि गाउँमा गएर दुःख गर्न नसक्नु भएपछि सबैजनालाई यहीँ बस्नुपर्ने भनेर चाहिँ सबैजना मिलेर तिरौँ न यो घरको। गाउँमा कोही नजाने भनेर कसले भनेछ जान्का भाउजू? नजाने भनेको त तपाईँकै बुढाले हो। जङ्गे दाइले आफ्नो लागि लिएको ऋण जङ्गे दाइले नतिरेर कसले तिर्छ त? सबैजना आफ्नो आफ्नो खुट्टामा उभिएपछि आफूले ऋण तिर्छ। त अर्काको घर गइसकेकी मान्छे तैँले निश्चय पनि तिर्दिनेछ होला। त्यही भएर त आफ्नो घरतिर लाग।
घर सल्लाह भइरहेको थियो उता। तिमीले मलाई किन बोलाएको? तिमी पनि उता आउन सक्थ्यौ। आइसी घर सल्लाह हुँदै थियो। अनि जङ्गु घर ब्याङ्कमा भएपछि ब्याङ्क सल्लाह हुनुपर्ने, यो घर सल्लाह त अलि मिलेन। हेट तेरिका, म पनि कति लाटी। तर के गर्छौ जङ्गु, दुःख पायो मङ्गले आफ्नै ढङ्गले। सात जुनीसम्म यो जङ्गे जस्तो त कोही पनि जन्मिनु होला। कस्तो जन्मिएछ यो? बिचरा मेरो जङ्गु, के गर्छौ त, बुद्धि आफैले बिगार्यो। नटी बिचरा मेरो जङ्गु, चामलको भात खाउला सोचेको थियो होला, कनिकामा पर्यो होइन। आई मिन घरमा त्यति राम्री बुढी हुँदा हुँदै मसँग लाग्यो भन्न खोजेकी के? अब अधिकार पाउनेले नबोलेपछि हामी बोलेर केही भएन त बुवा। अनि जङ्गु, तिम्री बुढी राम्री हो नि, तर म पनि राम्री छु है। अलिकति बेहोरा नराम्रो त हो नि मेरो। तिमी बढी नचाहिने कुरा नबोल त। सारै घर परिवार टेन्सनमा छ, ब्याङ्कबाट घर कसरी निकाल्ने भनेर। 2-4 अक्षर पढेकै छौ जानुका, काम बुझेकै छौ तिमीले। जेठी श्रीमतीको बिहा दर्ता हुँदा हुँदै अर्को कोर्ट म्यारेज गर्न मिल्दैन होला सायद, त्यो तिमीले बुझ्नुपर्छ। म के गरौ त, भनिन्छ नि ऋण लागोस् दिन नलागोस् भनेर, तर मेरो जङ्गुलाई त दुइटै लाग्यो। बिचरा मेरो जङ्गु, न चामलको भात न जेठी श्रीमतीको साथ। कोर्ट म्यारेज गर्न मिल्दैन भने कसरी गरेर आए त? मिल्छ होला र पो गरेर आए त। तर जङ्गु तिमी चिन्ता नगर, यो घर पहिला ब्याङ्कबाट निकाल, अनि हाम्रो भागमा कति पर्छ अनि हामी छुट्टै बसौला। म तिम्रो साथ दिइहाल्छु नि। त्यो कुरा त कि त कोर्टमै गएर बुझ्नु पर्यो, होइन भने त्यो केटीको माइता गएर बुझ्नु पर्यो। हेर श्रेया, तिमी यो घरमा बुहारी बनेर भित्रिसकेपछि घर परिवारलाई सहनी व्यवहार गर्नुपर्छ। यो व्यवहारले हुन्छ? बिचरीले कागज त च्याथे, तर कति बाठी फोटोकपी गरेर ल्याएछ। जन्मेदेखि मेरो जीवनमा कहिले खुसी आएन। उनीहरू खुसी छन् भने मलाई दुःखै होस्, म केही बुझ्न चाहन्न। न रूप छ, न बोल्ने ढङ्ग छ, न संस्कार छ, म त दिक्दार लागेर आउँछ भने। शट अप जङ्गे, म तिम्रो जेठी श्रीमती होइन, हातपात गर्दा पनि सहेर बस्नलाई। म तिम्रो कान्छी श्रीमती हो। मसँग ठुलो स्वरले बोल्यौ भने तिम्रो घर बन्ने होइन, झन् बिग्रेला। परम्परादेखि चलिआएको रि लोग्ने मान्छेले जति ल्याए पनि के हो, छोरी मान्छेको लोग्ने बितेर अथवा कथन कदाचित केही भएर अर्को विवाह गऱ्यो भने बात लाग्छ। हेर श्रेया, तिमी पनि ठुलो कुरा नगर, म पनि फेरि पुरानै बाटोमा फर्किनु नपरोस्। के रे पुरानो बाटोमा फर्किन नपरोस् रे? भत्काइदिउँला तिम्रो पुरानो बाटो डोजर लगाएर। तैँले माया गरिनस् भने म जेठीतिर फर्किन्छु भनेर सोचे होला होइन? यो नबिर्स कि मेरो एउटा कागज कोर्टमा, एउटा कागज माइतामा, बुझ्यौ मेरो जङ्गु? हेर श्रेया, तिमी धेरै उम्लेर कुरा नगर। तिमी यो घरको मान मर्यादामा बसिनौ भने तिमीलाई जुन बाटो ल्याएको त्यही ठाउँमा लगेर छोडिदिन्छु। नो 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 नो, तात्ति नै पर्दैन नि। तिमी मेरै हो अनि यो घर पनि मेरै हो। मेरो कुराले गर्मी भयो होला है, फ्रेस बनाइदिउँ? नटी
केही पनि होइन बुवा। त्यो नखर माउले हाम्रो सम्पत्ति देखेर आकियो, यो घर देखेर आकियो। त्यसलाई के थाहा यो घर ब्याङ्कमा छ भने? अब एक दिन त यो घर ब्याङ्कले खाइहाल्छ अनि यो नरपिचासलाई त्यो केटीले छोडेर जान्छ। अनि देख्छ त्यसले र यो नरपिचास जङ्गे छ नि त्यो घोटिएर यही जानुकासँगै आउँछ र यसैसँग जिन्दगी बित्छ त्यसको। मै अगाडि हो, जन्मिँदा बाउको साथ पाएन, बिहेपछि श्रीमानको साथ पाएन। म त आमा बुवा दाई भाउजू कसैलाई नि सपोर्ट गर्दिनँ। तपाईँहरूले मलाई सपोर्ट गर्नु भएन। आखिरी दुःख पर्दा चाहिने त श्रीमान नै रहेछ। नानी, तपाईँले ठिक भन्नुभयो, दुःख पर्दा श्रीमान नै चाहिन्छ। तर के गर्नु, आफ्नो त श्रीमानले कहिले साथ दिनुहुन्न। जङ्गु, अब जाऊ भित्र गएर भन कि यो घर त ब्याङ्कबाट जसरी पनि निकाल्नुपर्छ भनेर। ब्याङ्कबाट घर झिक्नलाई पैसा चाहिएन? यो त मेरो जवाफै होइन नि। मसँग पैसा भएको भए म भन्दा आधा उमेर भएको बुढोसँग बिहे गर्थे त। मेरो जङ्गु, जाऊ अब। हेर नानी, तिम्रा दाइ भाउजू आफ्नो आफ्नो गरी खान्छ। तिमीले सिकेर आउनु पर्दैन, तिमी खुरुक्क कोइका गर। नानी, ठुलो हजुरले बसी खाना दिन नभन्नु नि। मैले केही भनेको छैन, जानु भनेको छैन नि। जाऊ। ओहो सिरिया, माया पनि गर्न कि बुढोलाई। फेरि जेठीतिर गयो भने? हेर नानी, तेरी ठुली भाउजूले भनेको कुरो सही हो। तँलाई थाहा छँदैछ यो घर त बैङ्कमा छ। यो घर बैङ्कले लिलामी गरेर यो परिवार घरको न घाटको हुनुभन्दा पहिले त तेरो आफ्नो घर छ, बुझेस् नि? नो 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 नो, जेठीतिर त जाँदै जाँदैन। यो जवानीले बुढो आफ्नो बनाउन सकेन भने यो जवानीको के काम? अनि तँ त नाम्लो बोक्न माहिर मान्छे, एउटा थाप्लोमा दुई दुईवटा नाम्लो बोकेका छस्। यो घरको बोझ पनि बोक आफ्नै थाप्लोमा, म सक्दिनँ तिर्न। बाँचुन्जेल इष्टमित्र कुल कुटुम्ब कोही कमाइनस्, मर्ने बेलामा मलामी पनि नकमाउलास्। आफूले बिहा गरेर ल्याएको श्रीमतलाई हेला नगर मूर्ख। हे साथीहरू, तिमीहरू कस्तो कुरा गर्छौ के? तिमीहरू 5 जनामा पार्टी दिन्छु, त्यो पनि वाइन पार्टी, बुझ्यौ? मेरो बुढा त घरवाला पो हो त, त्यही पनि 5 तलेको। दाइले तिर्दिन भनेको त सुनिहालिस्। अब म बुढोले तिर्ने कुरो भएन क्या अरे। कसरी ऋण ल्याएको थिइस् त्यसै गरी तिर। देख, तिमी पनि कस्तो कुरा गर्छौ के? अब हामी पहिला जति भेटे अब त भेट्न मिल्दैन कि। मेरो बिहे भइसक्यो, बुझ्छ नि यार। नटी, तिमीलाई थाहा छ त एउटा केटा एउटा केटी कहिले पनि साथी मात्र हुन सक्दैन भनेर। के रे यस्तो पुरुषसँग किन बिहे गरेको रे? पैसो साथी, पैसोले गर्दो रहेछ जे गरे पनि। के गर्नुहुन्छ त बाबु? यसैलाई भन्छ भुइँको टिम्रो हुँदा पोल्टाको खस्यो। पवन, तिमीले पनि मलाई मन पराउँथ्यौ र? ओ माय गॉड, मलाई थाहा नै भएन। अब त मेरो बिहे भइसक्यो। आई एम सो सरी। नन्सेन्स, अरू कुरा सुन्नु हुँदैन भने थाहा छैन? के गर्नु, मेरो बुढाको पास्तले गर्छ, तिमीलाई थाहा नै छ त। यहाँ को पालेर राखेको छ, दिक्क लागिसक्यो भने मलाई त।
के हो तिमीहरूको चाल? आजकल तिमीहरूले मेरो इज्जतै गर्न छोड्यो। पुरस्कार थापेर ल्याएको भए पो तपाईँलाई इज्जत गर्नु त। कहाँ कहाँको केटी उठाएर आफ्नो श्रीमती बनाएर लिएर आउनुहुन्छ, कसले इज्जत गर्ने तपाईँलाई? अनि तैँले त्यो खोजे के? मैले तपाईँसँग के खोजेको थिएँ र के चाहिँ दिनुभयो? तैँले त्यो दिन आफू खुसी गर भने होइन, मैले उसलाई मेरो कारणले होइन तेरो कारणले ल्याउनु पर्यो, बुझिस्? जानुका भाउजूको कारणले ल्याउनु भएको रहेछ त। त्यही चोथालीसँग खुसी हुनु न त। किन घरको सदस्यहरूसँग तत्तर बम्ब गरेर रिस देखाउनु पर्यो? झन् घरमा ज्वाइँले हेला गरे माइतमा आएर बस्नु त भने त झन् अहिले मलाई नै टाउमा टेकिदिएर चाहिँ गइहाल्छ त घर जा। हजुर खुसी हुनु न, किन हामी परिवारलाई रिस देखाउनुहुन्छ? आज मात्रै होइन, हजुरले कुद्नु खोजेको कुद्नु न, किन रोक्नुहुन्छ? जति कुटे पनि सहनी बानी। अनि तँलाई चाहिँ जा भनेन, जा न। हेर बाबु, यो घरमा कसैको पनि संस्कार भयो, संस्कारविहीन भयो यो घर। संस्कारवाली बुहारी त तपाईँको छोरा ल्याएकै थियो त, मसँग चाहिँ किन बिहे गरे? जान्न म। तपाईँहरू दाजुभाइलाई जति भागमा अंश पर्छ नि, मलाई पनि त्यति नै चाहिन्छ। मलाई पनि त्यही आमाले जन्माएको छोरी हो, अंश लिएर मात्र जान्छु। के भनिस् रे? तँ बिहे गरेर गएको चेलीले अंश दिनुपर्छ भन्ने कहाँ लेखेको छ? नलेखेको भए अब लेखौँला। घरमा जेठी बुढी हुँदा हुँदै कान्छी बुढी लिएर आउने कोर्ट म्यारेज गर्यो भनेर अरूले पत्याए पनि म पत्याउँछु, पत्याउँदिनँ। ए तँलाई रिस मैले कान्छी ल्याएँ भनेर होइन? तँ फुर्कनु गए जा भने। जङ्गे दाइ, तपाईँ बोले होइन, त्यो चोथालीले तपाईँलाई बोल्न सिकाए। म जाने छैन। तँलाई यो घरमा कसले सपोर्ट गर्छ? यो जङ्गे दाइले हो, यो जङ्गे दाइले। तैँले मलाई सपोर्ट गरिनस्, म पनि तँलाई सपोर्ट गर्दिनँ। जा जे सुकै गर। तपाईँ बोलेको होइन जङ्गे दाइ, त्यो चोथालीले तपाईँलाई बोल्न सिकाएको। तपाईँ रिसाएर केही फरक पर्दैन, त्यसलाई मैले जानेको छु। ठिक छ, जङ्गेले बिहे गरेर ल्यायो होला, तर संस्कार छैन। संस्कार तिमी जस्तै कुसंस्कारी मान्छे बस्ने घर होइन यो। ओह सरी, अब घुम्टो ओढेर ढोगरी जिठा दाइ भन्न सकिएन। यस्तै छ मेरो संस्कार। पचाउने भए पचाउनु, नपचाउने भए नपचाउनु। दर्शन दिदी भन्नेवाला छैन। संस्कार चाहिने भए मेरो पनि इज्जत गर्नुहोस्। जङ्गु, यो कागजवाली बुढीले त्यो विधतावाली बुढीलाई जित्दैन सोच्या होला। जित्छु। नटी। मेरो कुराले गर्मी भयो कि क्या हो? फुक्दे? तैँले आफूभन्दा ठुलोसँग इज्जत गर्ने यही हो? सुखा। ए तँलाई इज्जत चाहिएको ल पनि खा। ए बुवा, सावित्री, जानु कहाँ? तिमीहरू यो घरमा यत्रो परिवार छ, नल्याउनु यो नरेपेचाले कान्छी स्वास्नी ल्यायो होइन? सबै मिलेर एकलाई दोच्याउनै यसको कान्छी स्वास्नीलाई। मेरै घरमा आएर मलाई नै यस्तो गर्छस्? तेरो घरमा म त्यतिकै आएको थिएँ, तेरो दाइले लिएर आएको। तँलाई थाहा छ माइतमा भतुवा बस्नु लाज लाग्छ तँलाई? के रे मलाई बुझ्छस्? नमस्कार। हजुरहरूले हाम्रो जिराजबारी सिरियल हेरिरहनु भएको छ, अहिले पनि हेर्नुभयो। यो भाग तपाईँहरूलाई कस्तो लाग्यो? अब जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब। हजुरहरूले गरेको कमेन्ट हामी
सबैको पढेर सबैलाई धन्यवाद टक्राउन चाहन्छु। हाम्रो भगवान् भनेको हजुरहरू हो। हजुरहरूले अलिकति माया गरिदिनु भयो भने हाम्रो जेठा बुहारी सिरियल अझै माथि जान्छ कि भन्न चाहन्छु। धन्यवाद। नमस्ते।